हेलो वेलकम गाइज। अहिले चाहिँ म यहाँ नयाँ बस पार्कमा छु। नयाँ बस पार्कबाट महेन्द्रनगर जाँदैछु यो गाडीमा। यसमा नमस्ते शुक्लाफाटा। रमाइलो लाग्यो। 20 जति सबै मरिसक्यो। भन त मलाई हतार कहिले हुने भएको भन न। अझै छैन, हतार छैन, आनन्द। हामी गाडीमा चढिसक्यौँ। हामी पुरै नेपालको पश्चिम भाग जाँदैछौँ। अब यहाँ म यसै बेला बेला भिडियोहरू हाल्छु, हेर्दै गर्नु होला गाइज। द्याट्स इट। केही छ तिम्रो? केही छैन। तिमीलाई त त्यहाँ कताबाट उता लागेपछि नयाँ ठाउँ चितवनको गैँडाकोटको पुल काटिसक्यो। हो कहिले गएको? वैशाखमा। कस्तो राम्रो आएको न। आउट जस्तो छ क्या, जाने आउने केही होला नि त। यहाँको भान्जालाई 8 गते साथी आउने। अहिले चाहिँ हामी मुगलिन पुग्यौँ। मुगलिन चोक हो। अब यहाँबाट हामी चितवनतिर लाग्दैछौँ। तपाईँहरूले देख्न सक्नुहुन्छ, हेर्दै गर्नुहोला। अहिले चाहिँ हामी नारायणगढ आइपुग्यौँ। लगभग कति घन्टा, 5 घन्टाको यात्रापछि लगभग 115 किलोमिटर वर आइपुगेको छौँ काठमाडौँबाट। यहाँ अहिले कति बज्यो भन्दाखेरि अहिले 7:15 है। अब यहाँ हामी एकछिन रेस्ट गरेर त्यसपछि फेरि हामी हाम्रो डेस्टिनेसनतिर लाग्छौँ। यहाँ म फोनमा छु। कस्तो हुँदैछ त? रमाइलो। टाउको दुखिरहेको थियो, ठिक भयो। हो, बुटोलको हावापानी राम्रो। अरू केही छ कि यति हो? अब धुलो सक्यो, राम्रो बाटो अरे, रमाइलो। अरू केही छैन भन्नुपर्ने? अरू त अब जाँदैछु, फर्स्ट टाइम भर्खर गइरह्यो। अब नयाँ बाटो त सुरु हुँदै। ल अहिले चाहिँ हामी सुनौलमा छौँ। यहाँबाट लगभग 15 मिनटमा बुटोल पुगिन्छ। हामीले यहाँ खाजा खाना खाएर एकछिन यहाँ यसो फ्रेस हुँदैछौँ। यहाँ गाडी यहाँ रोकिराखेको छ।
हामी एकछिन अब रेस्ट टाइममा बसेका छौँ एकछिन अब लगभग लाग्छौँ अब एकछिन पछि बसिसक्यो तिमी यही ग्रुप च्याटिङ म मन पर्दैन नि त्यो झगडा गरेर त्यस्तो कुरा गरे बुटोल चोकमा छौँ यतिखेर हामी अहिले अब बुटोलबाट हामी अब अझै पश्चिमतिर लाग्दैछौँ अब हाम्रो आजको चाहिँ यो लास्ट क्लिप हुनेछ त्यसपछिबाट हामी भोलि महेन्द्रनगर पुगिसकेपछिको मर्निङको भ्युज लिएर आउनेछौँ मर्निङको सिन लिएर आउनेछौँ है त हेलो गुड मर्निङ एभ्रिबडी अहिले हामी कहाँ छौँ भनिदेऊ त कहाँ छौँ पेट्रोल पम्प महेन्द्रनगरमा छौँ हामी भर्खरै जस्ट ओर्लेको 5 मिनट जस्तो भयो महेन्द्रनगर आइपुग्यो अब यहाँ हामीलाई दुईजना केटाहरू लिन आउँदैछन् सायद अब आधी घन्टा पछि आइपुग्छन् होला ठ्याक्कै महेन्द्रनगर आइपुग्यो अब यहाँबाट लगभग आधी घन्टा जस्तो हिँडेपछि डेस्टिनेसनमा पुगिन्छ लगभग कति टाइम भयो अहिले भन्दाखेरि 6:30 भयो 6:30 बजेको टाइम चाहिँ यस्तो छ अहिले यहाँको यस्तो छ है ल महेन्द्रनगर एरिया हो के भयो त्यहाँको वास्ता खाइन तपाईँले झरेपछि सक्यो अब हामी कता चाँदनी दोधारा ल यो महेन्द्रनगर कञ्चनपुर जिल्लाको महेन्द्रनगरको महेन्द्रनगर यताबाट यो गड्डा चौकी नाका जाने बाटो यहाँबाट गड्डा चौकी नाका यहाँबाट चाँदनी दोधारा उता जाने बाटो भयो यो भनेको यहाँबाट पश्चिम कैलाली बर्दिया जाने बाटो यताबाट महेन्द्रनगर बस पार्क एरिया टिकट काउन्टर चाहिँ यता रहेको छ अनि चाहिँ लगभग बन्द जस्तै रहेछ ल फेरि पनि स्वागत छ तपाईँहरूलाई अहिले चाहिँ हामी कञ्चनपुर जिल्लाको चाँदनी दोधारा पुलमा आइपुगेका छौँ यो अलिकति समय अगाडि चाहिँ सबैभन्दा लामो सस्पेन्सन ब्रिज थियो अहिले चाहिँ अब योभन्दा अर्को लामो बनिसकेको छ यो पुल तपाईँहरूले देख्न सक्नुहुन्छ ब्याकग्राउन्डमा यो झुलुङ्गे पुल चाँदनी दोधाराको कञ्चनपुर जिल्लामा अवस्थित छ हेर्न सक्नुहुन्छ यस्तो छ यहाँ अहिले माथि अर्को पक्की पुल पनि बनेको छ त्यो पनि म देखाउने छु हेर्नु होला है त हेलो एभ्रिबडी अहिले चाहिँ हामी कहाँ छौँ महेन्द्रनगरको पक्की पुलमा छौँ अब यो पुल तरेर गइसकेपछि हामी इन्डियातर्फ लाग्दैछौँ खटिमा बजार उत्तराखण्ड प्रदेश पुल तरिसकेपछि हेर्दै जानु होला
अहिले चाहिँ हामी इन्डियामा प्रवेश गरिसकेका छौँ। यो इन्डियाको चाहिँ उत्तराखण्ड प्रदेश हो। दोधाराबाट मेलाघाट हुँदै खटीमा पुग्न सकिन्छ। यो मेलाघाट पुग्नु अगाडिको वन हो उत्तराखण्ड प्रदेशको। यो चाहिँ नेपालको केपी ओली सरकारको पालामा बनेको कुस्माको स्टेसन, रेल स्टेसन हो भनेर भन्ठान्नु होला। त्यो होइन, खटिमाको रेल स्टेसन हो इन्डियामा भयो। अहिले हामी कहाँ छौँ? मेलाघाट। मेलाघाट भने कहाँ हो? इन्डिया, भारत। तिमी घुम्न कहाँ आएको? इन्डिया आइसक्यो है? ओहो ल इन्डिया। नेपाल टु इन्डिया। अब के अरे आउँ त जाने ठाउँमा राम्रो। खटीमा, खटीमा अनि त्यसपछिबाट नानक माता, नानकमा भ्याइयो भने चाहिँ नैनीताल। ल भ्याइयो भने जाने नि होइन? मस्त भयो। राम्रो हो र? भोक लागिरहेछ हजुर? हमको ये रास्ता पता है। हम इसलिए घूम रहे हैं। अभी समझ अहिले सम्झ्यो होला के भन्ने? अभी समझ आया। समझ आयो। म पहिला नि हिँडिसकेको बाटो रहेछ भन्नु पऱ्यो कि अब। मैं इस रास्ते पहले भी आ चुका हूँ। सिरियल हेर्दा हेर्दा हिन्दी जान्नु सक्यो भन्ने? मैंने सीरियल देख देख के मैंने हिंदी लैंग्वेज सीख लिया है। सीख चुका है। मैंने सीरियल देख देख के सीख चुका है। तो गाइज फाइनली खटीमा सब नेपाली लोग हैं। ये सब नेपाली लोग हैं। हम देसी है। ये भाई ये जो सुंदर लोग हैं ये इसी में मजा कर रहे हैं। आप देख सकते हैं ये इसी में मजा कर रहे हैं। खटीमा बाजार मेलाघाट जाने रोड। मेलाघाट बाह्र हो, हामी त मेलाघाटबाट आउने। 12 किलोमीटर मेलाघाट खटीमा से। खटीमा बजार घुमिसकेपछि अब हामी चाहिँ डाइरेक्ट धनगढी जानेछौँ। त्यसपछिबाट काठमाडौँ फर्किनेछौँ। अब धनगढीको भिडियो। अहिले चाहिँ हामी धनगढी विमानस्थलमा छौँ। अब यहाँ 9:40 को फ्लाइट थियो, तर एकदमै लेट हुने भयो। लगभग अझै 45 मिनट डिले होला जस्तो छ। हामी यहाँ वेटिङ रुममा छौँ, बसिरहेछौँ। अब लगभग 45 मिनट नै ढिलो हुने भयो। अझै 1 घन्टै ढिलो होला सायद। अब 9:40 को फ्लाइट हुनुपर्ने। यहाँ 10:40 हुनुभयो। हिजो टिकट ल बाइक
पराई त्यही हेर न ब्याग हेर्दै गर है फाइनल्ली हामी काठमाडौँ आइसकेका छौँ अब हाम्रो भिडियो यहीँ सकिन्छ धन्यवाद